हेलो एभ्रिवान। आज चाहिँ है गुड फ्राइडे हो, हामी चर्च जाँदैछौँ। अब टाइम पनि भइसक्यो चर्च जाने, र चर्च जाँदैछु। आज के गर्छु, कहाँनिर जान्छु तपाईँहरूलाई म आजको भ्लगमा देखाउँदै जानेछु है। तपाईँहरूले हेर्नु होला। हामी चाहिँ नानीहरू हामी गर्दैछौँ, हिँड्दैछौँ है। नानी एडी पनि यहाँनिर छ मेरो, जाँदैछ चर्च। अगाडि देखाइदिनुहोस् त हो, सबैजना जाँदैछ है। क्रिस्टिना छ, एडी रिया पनि यहाँ छ। हामी चर्च जाँदैछ सबैजना। अब एडी केही भन्नु छ हेर, जाउँ। गर्नुभएको छ नि, घुमाएर फिराएर प्रभुले त्यो योजनालाई चाहिँ पुरा गर्नुहुन्छ। हालेलुया। प्रभुलाई साँच्चै नै महिमा होस्। अनि यसको किबोर्डको पिसहरू युथहरू चाहिँ एकदमै कमिटेड छ क्या। कुनै कुरो गर्दाखेरि कमिटेडमेन्ट गर्छ। अनि हामी धेरैचोटि युथले भाइ के खाएको पनि होइन। अब चाहिँ हाम्रो है चर्चको सबै गुड फ्राइडेको प्रोग्रामहरू सकिसकेको छ। र अब चाहिँ म नानीहरू लिएर बजार घुमाउनु लाँदैछु। नानीहरूलाई बाहिरै खुवाउनुको लागि वेस्ट पोइन्ट लाँदैछु है। नानी अलिकति रिफ्रेसमेन्टको लागि पनि नानीहरू लिएर म जाँदैछु, सबैजनालाई लिएर। तर अब हामी घुमेर कहाँ जान्छु तपाईँहरूलाई म देखाउँदै जानेछु, कहाँ कहाँ जान्छु तपाईँहरूले हेर्दै जानुहोस्। हामी बजार पुग्नु आँटिसकेका छौँ है। अब जाँदैछु बजार। म पनि अस्ति कति दिन बाहिर थिएँ है, त्यसले गर्दा नानीहरू लिएर म जानु पाएको थिइनँ। एडीले अस्तिदेखि घुम्नु लानु भन्दै थियो है। आज छुट्टी पनि थियो र म नानीहरू लिएर गएको छु। हामी चाहिँ बजार आइपुगिसक्यौँ। अब नानीहरू घुम्नु आएको। हेलो रिचा, एडी। अब हामी एमजी मार्ग आइपुग्यौँ है। एमजी मार्ग अब एकछिन घुमेर यहाँनिर एकछिन घुमेर एडीलाई आइसक्रिमहरू खुवाएर चाहिँ अब चाहिँ वेस्ट पोइन्ट जाँदैछु हामी। वेस्ट पोइन्ट गएर चाहिँ तपाईँहरूलाई फेरि म वेस्ट पोइन्टको पनि देखाउँछु। आज चाहिँ एडी एकदमै ह्याप्पी भइरहेको छ है, खुसी भइरहेको छ ऊ चाहिँ मम्मासँग घुम्दा। आज चाहिँ है जाँदा चाहिँ मलाई रोहित र अदिला पनि ल्याउनु मन थियो। उनीहरूलाई चाहिँ जाउँ न भनेको, उनीहरू दाजुभाइ चाहिँ मान्दैन है, प्रायः केही ल्याइदिनु भन्छ, त्यतिमै उनीहरू खुसी भइहाल्छ। Hello guys, welcome to my channel. This is my mother. This am her daughter. So, bye. हामी चाहिँ एमजी मार्गमा घुम्दैछौँ अहिले। एमजी मार्गमा यति बेला चाहिँ मजा लाग्छ है घुम्नु। हामी चाहिँ एमजी मार्गमा छौँ। खै लता र रिचा, हामी एमजी मार्ग घुमिसक्यो। अब हामी तल वेस्ट पोइन्ट जाने एकदमै एक्साइटेड छ एडी पनि, म पनि छु। तर एक्साइटेड चाहिँ म गएको छुइनँ। अब हामी वेस्ट पोइन्ट जाने, तपाईँहरूलाई त्यहाँनिर पनि म देखाउँछु। Bye bye. Now my mom will take me to the West Point. I'm so super duper excited, and you guys also see where I am going. Come.
यहाँ चाहिँ हामीले है वेस्ट पोइन्टमा चाहिँ कुस एन्ड फ्यामिलीलाई पनि भेट्यौँ। कुसको फ्यामिलीहरू पनि सँग पनि हाम्रो बातचित भयो। अन्त हामी अब आइपुगिसक्यौँ। अब हामी जाँदैछौँ। तपाईँहरूलाई भित्रको पनि देखाउँछु महलहरू कस्तो छ। अब तपाईँहरूले हेर्दै जानुहोस्। अब हामी आइपुगिसक्यौँ वेस्ट पोइन्ट। एकदमै दामी लाग्यो है मलाई चाहिँ वेस्ट पोइन्टमा चाहिँ। तपाईँहरूले पनि हेर्नु सक्नुहुन्छ। तपाईँहरूलाई म देखाउँदै जान्छु के छ। चाहिँ राम्रो राम्रो रहेछ है। ढुङ्गाहरू सबै छ। कस्तो लाग्यो के भन्नु छ तिमीलाई? H&M. H&M. फिट चाहिँ मेरो आजको फिट चाहिँ मेरो यो हो। हामीले अब H&Mमा पनि हामीले कलेक्सनहरू हेऱ्यौँ। एकदमै राम्रो राम्रो लाग्यो है। तपाईँहरूले पनि यहाँनिर भिजिट गर्नु सक्नुहुन्छ। H&Mको चाहिँ एकदमै राम्रो लाग्छ है मलाई चाहिँ। अब हामी अर्को जग्गा जाँदैछौँ। अब चाहिँ हामी फुडकर्ट आइपुगिसक्यौँ। हामी चाहिँ वेस्ट पोइन्ट मलमा छ। यहाँ चाहिँ हामी है फुडकर्टमा आइरहेको छ। हामी खाना खानुको लागि पर्खिरहेको छ। हाम्रो अर्डर आएको छैन अहिले। आएपछि तपाईँहरूलाई सबै म देखाउँछु। फुडकर्टमा आइरहेको छ हाम्रो चाहिँ है। अर्डर पर्खिरहेको छु। वेस्ट पोइन्ट मल चाहिँ एकदमै राम्रो रहेछ है। एकदमै दामी रहेछ। आज चाहिँ यहाँनिर अब आज गुड फ्राइडेको दिन है नानीहरू लिएर आएको छु म चाहिँ। अरू चाहिँ आउनु मानेन। म चाहिँ नानीहरू लिएर आएँ सबैजनालाई। केटाकेटीहरूलाई घुमाउनु हुन्छ भनेर। पहिलाहरू घुमिसकेर चाहिँ अब उनीहरू खाना खान्छु भन्यो है। र लिएर आएको छु यहाँनिर। अब तपाईँहरूलाई म देखाउँछु। अहिले चाहिँ आइसक्रिम खानु गयो। चाहिँ आइसक्रिम खोजिहाल्छ आएपछि। खानु गएको छ ऊ चाहिँ आइसक्रिम। वेस्ट पोइन्ट मलमा आएको छौँ। यहाँनिर चाहिँ आएर अब हामी फुडकर्टमा छ। खाना अर्डर गरिरहेको छ। नानीहरूले केएफसी खान्छु भनेर केएफसी अर्डर गरिरहेको छ। आएको छैन। हामी अर्डर पर्खिरहेको छौँ। अहिले चाहिँ आइसक्रिम खानु गयो। गइरहेको छ अहिले चाहिँ। तपाईँहरूलाई म देखाउँदै जान्छु।
अर्डर आइसकेको छ। अब तपाईँहरूलाई म देखाउँछु। अब हामी खान्छौँ। हाई गाइस, मेरो अर्डर आइसकेको छ। अब लेट्स गेट स्टार्टेड। नानीले खानु पनि स्टार्ट गरिसक्यो है। एटीले रिचा, नतासा, एडी, क्रिस्टी, एल्बी, अन्त चाहिँ म है। अब अर्डर आइसकेको छ। अब चाहिँ हामी स्टार्ट गर्छौँ। एडी वाइट गरेर त हेरौँ। एडी डल्लै बोल्दिनँ खोइ दुईटा हातले गर न एडी दुईटा हातले एडी इज टेस्टी। अर्डर आउनु चाहिँ टाइम लाग्यो, तर सकिनु चाहिँ टाइम लागेन है। एकैछिनमा सबै सक्यो यिनीहरू। वाउ, यहाँ सबभन्दा खानु नसक्ने चाहिँ यहाँ छ है। उसलाई चपाउनु पनि साह्रो पर्छ, निल्नु पनि साह्रो पर्छ है। क्रिस्टिना चाहिँ फ्रेन्च फ्राइज लभर हो एकदम। मलाई चाहिँ पुरै मनपर्छ फ्रेन्च फ्राई चाहिँ। यहाँ चाहिँ छ विङ्स लभर। यहाँ छ बर्गर लभरी, बर्गरको लभर हो यो चाहिँ। डल्लै यस्तो डेन्जर खाँदैछ मुख भरिहालेर। एडीले पनि बेसी सक्दैन है, उसले चाहिँ आइसक्रिमै खायो। र मैले चाहिँ मेरो चाहिँ त्यो उयो खाँदा नै म अगाइसकेको थिएँ। म चाहिँ बर्गरहरू खानु सक्दिनँ है, प्याकिङै छ मेरो चाहिँ। म खानु सकिनँ र मैले कोल्ड ड्रिङ्क पनि खानु सकिनँ है। तर खानेहरू थुप्रै छ यहाँनिर, टेन्सन छैन। मैले नसके पनि खानेहरू चाहिँ थुप्रै नै छ। म पुरा मिस गर्दैछु अदि र रोहितलाई। मिस यु अदि रोहित। डोन्ट वरी, तिमीहरूको लागि पनि म लिएर आउँदैछु। टेन्सन छैन, टेन्सन नगर, लिएर आउँछु म। रोहित र अदिलाई चाहिँ लिएर लगिदिनुपर्छ अब किनेर। उनीहरू दुईजनाको झन् एकदम फेभरेट हो। जाउँ भन्दा मानेन है दुईजना, उनीहरू आउनु मान्दैन। होस् दिदीहरूलाई बहिनीहरूलाई लिएर जानु, हामी जाँदिनँ अरे कि। अन्त चाहिँ म नानीहरू लिएर आएको, उनीहरू दुईजनालाई चाहिँ लगिदिन्छु अब म। बाई बाई। आजको लागि यति नै हो मेरो ब्लग। फेरि नेक्स्ट भिडियोमा तपाईँहरूसँग भेट्नेछु। ओके, बाई बाई।